वक्रतुण्डाय धीमहि तन्नो दन्ती प्रचोदयात्। Happy birthday. मेरी छोरी खै हात मुख धोएर माम खान आऊ छोरी। खान्न बाबा खान्न म हजुर आफै लिनुहोस्। हात मुख धोएर माम खान आऊ छोरी। खान्न बाबा खान्न म हजुर आफै लिनुहोस्। कापी कलम बोकेर स्कुल जाऊ है छोरी। जान्न बाबा जान्न म चकलेट किनिदिनुहोस्। कापी कलम बोकेर स्कुल जाऊ है छोरी। जान्न बाबा जान्न म चकलेट किनिदिनुहोस्। तारा बाजी लै मामा आए घोडा। तारा बाजी लै मामा आए घोडा। हजुर अब चुप लागि बस्दा कस्तो होला। हजुर अब चुप लागि बस्दा कस्तो होला। मेरी छोरी ज्ञानी छ अटेर गर्नुहुन्न। मेरी छोरी ज्ञानी छ अटेर गर्नुहुन्न। हजुर हुमात गर्दिनु म त छुँदै छुन्न। हजुर हुमात गर्दिनु म त छुँदै छुन्न।
छुच्ची छोरी मेरी संसारकै प्यारी छौ छुच्ची छोरी मेरी नजिस्काउनु रोइदिन्छु अहिले म त फेरि नजिस्काउनु रोइदिन्छु अहिले म त फेरि तिमी नै हौ जिन्दगी तिमी नै सहारा तिमी नै हौ जिन्दगी तिमी नै सहारा नरुनु बाबा हजुर जम्ला म कहाँ नरुनु बाबा हजुर जम्ला म कहाँ छोरी तिम्रो खुसीमा संसार पाएँ मैले हजुरकै काखमा निताउन पाउँदैले छोरी तिम्रो खुसीमा संसार पाएँ मैले हजुरकै काखमा निताउन पाउँदैले तिमी नै हौ जिन्दगी तिमी नै सहारा नरुनु बाबा हजुर जम्लामा महाकाय सूर्यकोटि निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ॐ गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया ॐ गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया ॐ गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया ॐ गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया नानी रुमाल के गर्नु आगे हो यिनीहरू
शक्तिमा हरि हरि बोल। यो मन भक्तिमा बाँच्न पाऊँ प्रभुकै शक्तिमा हरि हरि बोल। यो मानव चोलामा हरि हरि बोल, प्रभु नाम नै रहेछ न मोल। यो मानव चोलामा हरि हरि बोल, प्रभु नाम नै रहेछ न, प्रभु नाम नै रहेछ न मोल। तर्नलाई पार आनन्द छ प्रभुको संसार हरि हरि बोल। तर्नलाई पार आनन्द छ प्रभुको संसार हरि हरि बोल। यो मानव चोलामा हरि हरि बोल, प्रभु नाम नै रहेछ न मोल। यो मानव चोलामा हरि हरि बोल, प्रभु नाम नै रहेछ न मोल, प्रभु नाम नै रहेछ न मोल। छँदा घुम्दैमा बित्यो नि बुढो भयो कालैले थिच्यो नि हरि हरि बोल। घुम्दैमा बित्यो नि बुढो भयो कालैले थिच्यो नि हरि हरि बोल। यो मानव चोलामा हरि हरि बोल, प्रभु नाम नै रहेछ न मोल। यो मानव चोलामा हरि हरि बोल, प्रभु नाम नै रहेछ न मोल, प्रभु नाम नै रहेछ न मोल। बाँसुन्जेली मोटो र घाटो मारेपछि सबै नै माटो हरि हरि बोल। मोटो र घाटो मारेपछि सबै नै माटो हरि हरि बोल। ओम नमः भवाय च वयो भवाय नमः शंकराय नमः शिवाय गोष्ठदेवाय स्वाहाय गोष्ठदेवाय नमः सर्वालाय स्वाहाय सर्वालाय नमः स्वाहाय स्वाहाय नमः ओम नक्षत्रिय बाबु अलि पछाडि पहिला यसमा
प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। श्री कृष्ण गोविंद हरे मुरारी, श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। वासुदेवं भज वासुदेवं भज वासुदेवं भज ओम वासुदेवं भज भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। हरे हरे कृष्ण गण्डकी मुक्तिनाथ दामोदर कुंड, कृष्ण गण्डकी मुक्तिनाथ दामोदर कुंड। सालग्राम भगवान लैजाऊ वैकुंठ। कृष्ण गण्डकी मुक्तिनाथ दामोदर कुंड। सालग्राम भगवान लैजाऊ वैकुंठ। कृष्ण गण्डकी मुक्तिनाथ दामोदर कुंड। सालग्राम भगवान लैजाऊ वैकुंठ। हरि हरि सालग्राम भगवान लैजाऊ वैकुंठ। हरि खाएर भस्म लगाउने, हातमा त्रिशूल शिरमा गंगा, कते सुहाउने। हे भोलेनाथ तिमी दया का खानी, भक्त का दुःखलाई हर्छौ आफ्नै दुःख माने। शंकर भोले बम बम बम, शंकर भोले बम बम बम। दर्शन गर्न पशुपति जाऊं, दर्शन गर्न पशुपति जाऊं। शंकर भोले बम बम बम, शंकर
शिवको धाम पशुपतिनाथ आफै क्या राम्रो नाम बेलपत्र लिएर दर्शनलाई जाऊ भोग लगाएर प्रसाद खाऊ बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ हरिहर मन्दिर देवघाटैमा हरिहर मन्दिर देवघाटैमा नमः शिवाय जपी जाउँ है बाटैमा शिवजीको धाम सङ्गमतिर इच्छा पुरा हुन्छन् मान है पीर बम 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 हे शङ्कर भोले बम 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 गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको गया हो काशी हो वृन्दावन हो दर्शन गराऊ नारायणको हे तन हो मन हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो तन हो मन हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो तन हो मन हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम राम हो तन हो मन हो प्रभु नाम हो कृष्ण कृष्ण हरे हरे राम
हजुर निर्धार सक्नुहुन्छ बहिनी जाऊ लक्ष्मीनारायण भगवानको लक्ष्मीपति महिमाको रामसुधा शिवजीको सूर्यादि अनुग्रहहरूको समस्त पितृगणहरूको समस्त पितृमध्यहरूको गङ्गा जनार्दनको ओम हर हर ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय ओम नमो भगवते नमः शिवाय नमः शिवाय नमः शिवाय ओम नमो भगवते नमः शिवाय Thank you.
alibaba.com. Yes, let me. लक्ष्मीनारायण भगवानको प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। वैदिक सनातन धर्मावलम्बी हामी वेदका अनुयायीहरू, हामीले आफूले वेद मान्छौँ, उपनिषदहरू मान्छौँ र हामी वैदिक सनातन धर्मका अनुयायीहरू हौँ। जन्मदेखि लिएर गएर अन्तिमसम्मको कर्मलाई षोडश कर्म भन्छ। षोडश कर्म अन्तर्गतका गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म इत्यादि गरेर नामकरण अनि चूडाकर्म, अन्नप्राशन, चूडाकर्म षोडश कर्म अन्तर्गतका पर्छ। अब षोडश कर्महरू हामीले कतिवटा गऱ्यौँ, मैले यो बाटोमा हिँडेको रहेछु भन्ने कुरो बल्ल बोध हुन्छ। तसर्थ आज हाम्रो चाहिँ टङ्क प्रसादको विशेष गरेर हाम्रा चाहिँ देवेन्द्रका चाहिँ जेठीश्वरीका छोरा टङ्क प्रसादको आज चूडाकर्म, उपनयन, वेदारम्भ, सभावर्तन चारवटा कर्म भएको छ। त्यो सँगसँगै महान कर्म लक्ष्यप्रति पनि प्रदान गरियो। त्यो सँगसँगै नातिनीको गुन्यो चोले गर्ने त्यो प्रदान गर्ने काम पनि भएको छ। तसर्थ अब यहाँ के भने व्रतबन्ध गरेपछि कुमारले गर्नुपर्ने र परिवारले गर्नुपर्ने भूमिका के हो, कर्म र कर्तव्य के हो भन्नेको बारेमा के बोध हुने भएको हुनाले यो चाहिँ देशान्तर कथा भनेर सुन्ने प्रचलन छ। उपनयन भन्छ। अब उपनयन कर्म गरे भएको हुनाले पुरा कर्म सँगसँगै उपनयन र चाहिँ वेदारम्भ र समावर्तन कर्म गर्नुपर्छ। आफ्ना चाहिँ जो कि भक्तले भन्नुहुन्छ त्यसलाई अब व्रतबन्ध गर्नको लागि कहिले गरिन्छ भन्दा गर्भाष्टमी टमे पापी व्रतबन्धे कृत्येति मातरम पितरम नत्वा गतो देशान्तरम गतः। र व्रतबन्ध गर्नलाई सबभन्दा उत्तम कहिले भन्दा 8 वर्षमा, 7 वर्ष या 8 वर्ष यहाँ भनिरहेको छ। तसर्थ व्रतबन्ध गर्ने गर्भदेखि अथवा जन्मदेखि 8 वर्षमा गर्ने। अब त्यो चाहिँ भ्याउँदै भ्याइएन भने 11 वर्षभित्र व्रतबन्ध गर्छ। त्यो व्रतबन्ध नगरेको दोष मातापिताले भोग्नुपर्छ, कुमारले होइन। मातापितालाई लाग्छ दोष। तसर्थ व्रतबन्ध गर्नको लागि त्यति ज्ञानी हुन्छ कि व्रतबन्ध गरेपछि उसलाई भित्रको आँखा खुल्ने भएको हुनाले उसले व्रतबन्ध गर्न साथ, उपनयन गर्न साथ, यज्ञोपवीत धारण गर्न साथ अनि अब म योग्य गुरुको खोजीमा जान्छु, जो कि गु भनेको अन्धकार, रु भनेको प्रकाश। यस्तो गुरु चाहिन्छ कि जो कि वेदान्त होस् अथवा चाहिँ शास्त्रज्ञ होस्, जानेको होस्। भोलि कोही कुरा आफूले समस्या पर्दा पनि गुरुदेव यो भनेको कुरो के हो, मैले मेसो पाइनँ भन्दाखेरि यो हो बाबु भनेर त्यो समस्या हल गर्न सक्ने गुरु होस्। र त्यस्तैसँग जो कि बोलेको चाहिँ ब्रह्मचर्य अस्त्र जस्तै चाहिँ वाक्य सिद्धि भएको गुरु होस्, बोलेको कुरो फरक नपर्ने खालको गुरु होस् र बोलेको कुरो सिद्धि हुने खालको गुरु होस्। त्यस्तो गुरु प्राप्त हुन सक्यो भन्दा ठुलो हो भाग्य। तसर्थ गुरुले प्रत्येक दिन गायत्री जप्न पर्यो, त्यस्तो गुरु चाहिन्छ। र तसर्थ अब गुरु बनाउनको लागि मैले योग्य चाहिँ गुरु चाहिन्छ मलाई, मातापिता मलाई चाहिँ योग्य गुरु बनाउनको लागि चाहिँ हजुरले छोडिदिनुहोस् भन्छ। छोराले के भन्छ भने शृणु मात्र मयोगतम, धुरन्धर गुरुहरू भएको ठाउँ जान्छु र मैले आफ्नो जीवनको बारेमा मैले विद्या आर्जन गर्छु, मलाई चाहिँ जान दिनुहोस् माताजी भनेर आमासँग विधा माग्छन्, खोज्छन्। यत्रैव सारा विद्वान गुरुहरू हुनुहुन्छ अरे, म त्यहाँ जान्छु भन्छ विद्या आर्जन गर्नको लागि। विद्या सङ्ग्रहणम कृत्वा ह्या गमेछ पुनर्गृहम। हे आमा, म चाहिँ विद्या आर्जन गरिसकेपछि पुनः फेरि फर्केर हजुरको सेवा गर्न आउँछु भन्छ छोराले। सेवा गर्नको लागि पनि विवेक चाहियो। आमा मातापिताको सेवा चाहिँ विवेक नभएको सन्तानले गर्न सक्दैन। अहिलेको सन्तानलाई चाहिँ शिक्षा मात्रै दिएको छ, विद्या दिएको छैन। र अहिलेको सन्तानले के गर्छ भन्दा चाँडै उठ्यो भने बिहान 8 बजे उठ्छ।
चाँडै उठ्यो भने उठेपछि फेरि मोबाइल चलाउँछ 9 बजे नभए बाहिर निक्लिँदैन डेङ्गी भर्यो त्यहाँ जानु अझै भित्र जानु त्यहाँ म बिहानै भन्नुहुन्छ कि बारो तिमी मया पुत्र परितम कथा छ सदा वृद्धावस्थामा पुत्रतम पालन करो तिमी पढ्न जान्छु त भन्छौ बाबु हामीलाई अब बुढेसकाल लाग्न थालिसक्यो तिमी गएपछि हाम्रो सेवा कसले गर्छ हाम्रो सेवा गर्ने कर्तव्य नै अब म बाहिर गएपछि धेरै तीर्थहरूको स्नान पनि गर्छु धेरै विद्वान गुरुहरूको सङ्गत पनि गर्छु र गुरुहरूको सेवा पनि गर्छु तीर्थको सेवा पनि गर्छु अनि त्यसपछि म चाहिँ आफ्नो एउटा कर्तव्यनिष्ठ कर्तव्यवान बनेर कर्मनिष्ठ व्यक्तित्व बनेर म चाहिँ फेरि फर्केर तपाईँको सेवा गरेर आउनेछु आगामी क्षेत्र दामाले फेरि भन्नुहुन्छ कि देशान्तर महादुखम महाघोरम च दारुण भोकायो होला जस्तो लाग्छ उठेपछिकै होइन अबेला उठेको छ उही भोकाहरूलाई खानेकुरा रेडी बनाएर राखिदिएको छु मैले तर त्यस्तो बाहिर हुँदैन सुनालेहरू बाबु तिमी बाहिर जाने कुरा नगर किनभने चाहिँ जाडोमा शीतमा बस्नुपर्छ भनेको बेला खान पाइँदैन भनेको बेला लाउन पाउँदैन फेरि पिताजीले भन्नुहुन्छ कि बाहिर जाँदाखेरि कन्दमूल आहार गर्नुपर्छ भैँमा सुत्नुपर्छ अत्यन्त दुःख र कष्ट हुन्छ र बाहिर गएर पढ्ने भनेको कुरो सहिलो छैन तसर्थ भने कष्टम सुधा दुःखम गृहेति सदा सुधा बाहिर गएपछि दुःख हुन्छ घरमै बस्छ बाबु घरमै बसेर विद्या आर्जन गएपछि बल्ल छोरालाई सजाउने भनेको छोरालाई बनाउने भनेको अर्काले हो आफ्नो मातापिताले बनाउन सकिँदैन किनभने माया लाग्छ त्यतिखेर पनि भोगायो भन्यो दुःख पायो भन्यो कष्ट भयो त्यसलाई दुःख भएको मात्रै देख्छ मातापिताले त्यसले दुःख कष्ट गर्दै गर्दैन तसर्थ अर्काले के गर्छ भन्दा यति नगरी हुन्छ तैँले यति नगरी खानै पाउनुहोस् भनेर सजाय गरेर नै कारवाही गर्छ भने बेला खान पनि पाइनँ कति गाह्रो कष्ट छ मैले हुर्काएँ कि मैले छोडै जाने कुरा गर्छु भन्दा उता छोराले भन्छ कि त्यही भएर मातापिता मैले के भन्दा यहाँ बसेर मेरो ज्ञान आउँदैन किन यहाँ बसेर आमाबाबुको मायाले के हुन्छ बेलुका 12 बजेसम्म 1 बजेसम्म ज्ञान हेरेर बस्यो 4 बजे उठ्यो भने त्यसबाट चाहिँ जग्गा आफ्नो नित्य कर्म गर्न सक्छ स्वस्थ बन्न सक्छ र सबै कुरालाई उसले चाहिँ आफ्नो चाहिँ कर्महरू गर्न सक्छ तसर्थ छोराको लागि छोराले गर्नुपर्ने कर्तव्य के त भन्दा जो कि बेलुका चाँडै सुत्नु सकभर बेलुका के गर्नु भन्दा जसरी चराचुरुङ्गीहरू बास बसेपछि ऊ घरमा आएर बास बस्ने काम गरोस् अबेलासम्म बाहिर नबसोस् र घरमा आएर समयमा खानपिन गरोस् र समयमा खानपिन गरेर मातापितालाई सँग दिनभरि के भयो कसो भयो मातापिता आफ्नो कुराहरू भनोस् म दिनभरि यसो गरेँ धेरै बिग्रिसकेको छु समाज के भन्दा महत्त्वकाङ्क्षी भयो खान र लाउन मात्रै खानको लागि जति पनि गर्छ लाउनको लागि जे पनि गर्छ तर आफ्नो कर्तव्य कुनै पनि पुरा गर्दैन आफ्नो कर्तव्यको दाह छैन अहिलेको समाज त्यो छैन उनीहरूले जिउँदैमा गर्नु पऱ्यो नि सेवा जिउँदैमा आफूले सक्दो सेवा गर्नु मातापिताको सेवा गर्नु र तिमीलाई गर्वमा हुँदा कति दुःखसँग कति कष्टसँग मैले कति गाह्रोसँग मैले राखेँ जन्माउँदा त्यस्तै गाह्रो हुर्काउने बेला त्यस्तै गाह्रो राति सु गर्थ्यौ त्यो सु गरेर कपडामा चिसोमा सुत्थ्यो तिमीलाई ओभाना सुताउँथे तर त्यो कुरा आज बिर्स्यौ तिमीले त्यसै हुर्केको भन्न ठानेका छौ र हुन पनि सानैदेखि बिहान जो कि बाल्यकालदेखि नै सँगै राखेर बेलुका आमाले कुनै दिन कथा सुनाइन् बाबाले कुनै दिन कथा सुनाउनु हो हाम्रो भगवान्ले यसो गरेको थियो भने सुनाइएको छ भगवान् रामले यसो गरेको थियो प्रतिपालक शरणागत प्रतिपालक स्वामी प्रभु त्रिभुवन का स्वामी भारती सुना बरसाहु आत्मसनि प्रजासनि वचुसनि लोकसन्य भयसनि हरि प्रजा कौताम्बे करो तन्नं कयोरे आरार्थिकम् कौवाणे मुणिहन्दनन्दतिते पात्रे युतं पाय
संवर्षं पंचविधं पयोदधियुतं ब्रह्मा भगवान् साकानं मयुतं जलं रुचिकरं कर्पूरकाण्डो जलं ताम्बूलं मनसा मया विरचितं भवता प्रमोषे करो पात्रं तामरयुगं वेदकं चादर्शकं निर्मलं वीणा भेरिमण्डलकाहलकला गीतं जनेतं तदा साटाङ्गं प्रणमामि वन्दे दिव्यापदिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं विगदनं वन्दे वसुनावतिं वन्दे सूर्यशशाङ्कपतिनेनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयन्तवरदं वन्दे शिवं शङ्करं देवी प्रपन्नाति हरे प्रसीद मातरस्य प्रसीद विश्वेश्वरी जातां त्वमकाशपरिपालय देवी त्वं दुर्गे स्मृता हर्षिपीतिमसे सुतां दोषोदस्मृता नमामि तं प्राञ्जलिराञ्जनेयं मनोजपं मारुततुल्यवेगं जितेन्द्रियं बुद्धिमतां वरेकं वातात्मजं बालहयोतमोह्यं श्रीरामं दूतं शरणं प्रपद्ये। बोले द्विनाथा गणेश जी को जय। माँ काली मानसी भगवती की जय। गायत्री माता की जय। ब्रह्मा विष्णु महेश वासुदेव
छैन मायाले जुवन साटेको फुल राम्रो लालु पातेको छैन मायाले जुवन साटेको कश्मीरे पछ्यौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछ्यौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल जोडी सुगा जोडी ढोकरा एक्लै यो जिन्दगी लुखर लुखरा जोडी सुगा जोडी ढोकरा एक्लै यो जिन्दगी लुखर लुखरा कश्मीरे पछ्यौरी दार्जिलिङको दिल लामसाइला बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछ्यौरी दार्जिलिङको दिल लामसाइला बिरती 2 दिन बाँचुन्जेल लामसाइला बिरती 2 दिन बाँचुन्जेल चिसो पानी धारा पानीको साटी देऊ सम्झना जिन्दगानीको चिसो पानी धारा पानीको साटी देऊ सम्झना जिन्दगानीको कश्मीरे पछ्यौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछ्यौरी